युकेमा इन्टरनेसनल स्टुडेन्ट हुनुहुन्छ एन्ड इट्स टाइम टु सबमिट योर फाइनल डेजर्टेसन भने दिस भिडियो क्यान बी हेल्पफुल फर यु। डेजर्टेसन सबमिट गर्ने बेलामा जहिले पनि 2 देखि 3 टाइमसम्म चेक गरेर यु आर सबमिटिङ द राइट फाइल इन द राइट लिङ्क भनेर चाहिँ कन्फर्म गर्नु होला है। रिसेन्टली मलाई एकजना बहिनीले मेसेज गर्नुभएको थियो रिलेटेड टु दिस डेजर्टेसन इस्युज। उहाँको के भएको रहेछ भने उहाँको डेजर्टेसन सबमिट गर्ने बेलामा 2 जना रुममेटसँगै बसेर गर्दाखेरि दुवैजनाको एउटै फाइल अपलोड भएछ अनि सबैजना पास हुँदाखेरि उहाँ दुवैजनाको चाहिँ फेल भनेर रिजल्ट आएछ। बहिनीहरूले चाहिँ युनिभर्सिटीमा कुरा गर्नु भएको रहेछ यो मिस्टेकली भएको, हामीलाई अर्को चान्स दिनु भनेर युनिभर्सिटीले चाहिँ अब हजुरलाई लिङ्क पठाउँछौँ भनेर चाहिँ 1 महिना पछि बल्ल पठाउनु भएछ कि फेब्रुअरीमा। अब उहाँको भिजा चाहिँ मार्चको 14 सम्म मात्रै छ। साथीहरू चाहिँ सबै पास भएर पनि ग्रेजुएसन गरिसक्नु भयो। अब उहाँहरूले चाहिँ के गर्ने हो फर्दर भन्ने एकदम धेरै टेन्सनमा हुनुहुन्छ। उहाँको साथीहरूको चाहिँ अब PSW अप्लाई गर्ने बेला पनि भइसक्यो बट दे आर स्टिल वेटिङ फर देयर रिजल्ट। अब मार्च 14 सम्म मात्रै छ अरे भिजा पनि, अब के गर्ने भनेर दे आर सो कन्फ्युज्ड। यदि हजुरलाई यो रिलेटेड कुनै इन्फर्मेसन थाहा छ भने कमेन्ट बक्समा लेखिदिनु होला। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो।